अमेरिका, हेलो अमेरिका। नमस्कार दर्शकबिन, कार्यक्रम हेलो अमेरिकाको यो अर्को एपिसोडमा यहाँहरूलाई स्वागत छ। यहाँहरूलाई थाहा छँदैछ 2080 साल बितेर गयो। त्यति साह्रै फलदायी त भएन पर्सनल्ली मेरो लागि। यहाँको लागि कस्तो भयो त्यो यहाँहरूको आफ्नो भाग्य, आफ्नो लक भागभोगमा पनि कस्तो परेर गयो त्यो पनि अब छँदैछ, अब भोग्नै नै पर्छ। त्यसले गर्दा 2081 साल चाहिँ अब प्राय चाहिँ अब 80 को सुन्ना चाहिँ गयो होइन। अब 2081 साल चाहिँ अब आइसकेको छ यहाँको घर आँगनमा। हामी संसारभरि छरिएर रहनुभएका नेपाली, समस्त नेपाली, गैर नेपाली तथा हाम्रो खास गरेर विशेष गरेर हेलो अमेरिकाको ठुलो फ्यानहरू यहाँहरू सबैलाई चाहिँ हामी 2081 साल अत्यन्तै सिम्पे फापेर होस्। 2081 सालमा यहाँले सोचेका, चाहेका, गर्न बाँकी रहेका अथवा गर्न चाहनुभएका सम्पूर्ण कामहरू पुरा रहन् भन्दै हामी मिडियाको तर्फबाट यहाँलाई धेरै धेरै मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। हाई हेलो दर्शक नमस्ते, म हुँ यहाँकै राजेश पाल राई। हेलो अमेरिका। अरुण पूर्व 9 जिल्ला भनेर लिम्बुवान सङ्घर्ष समितिले आजभन्दा अब यो 46 साल पछि त अब सधैँ नै अब भइ नै गयो, 20-25 वर्ष भयो। तर पनि एउटा 50औं वर्षको इतिहास छ। 127 जना भन्दा ज्यादा लिम्बुवान भनेर एउटा पहिचान कर्मीहरूले ज्यान गुमाइसकेको अवस्था पनि छ। अहिले धेरै मान्छेहरूको एउटा मिक्स प्रतिक्रिया आइरहेको छ। लिम्बुवान भनेर कुमार लिङदेनजीको नेतृत्वमा, त्योभन्दा अगाडि सन्जुहाङ पालुङवाको जीवको नेतृत्वमा लगायत धेरै लिम्बुवानी योद्धाहरूको नेतृत्वमा चाहिँ यति ठुलो समुदायले चाहिँ शहादत प्राप्त गरिसकेको छ। यहाँलाई थाहा छ, कलिला विद्यार्थी भाइहरू, राजकुमार आङदेम्बे, मनिल तामाङहरू लगायतकाले एउटा इतिहासको आन्दोलनमा अथवा एउटा अस्तित्व र पहिचानको आन्दोलनमा मैले अघि नै भने 157 जना भन्दा बढीले चाहिँ लिम्बुवानको इतिहासमा चाहिँ लिम्बुवान एउटा अस्तित्व र पहिचानको लडाईँमा ज्यान गुमाइसकेका छन्। कल्पना गर्नुहोस् त, कत्रो ठुलो यो समुदाय हो। एकजना परिवारमा एकजना मात्रै छोराको होइन अथवा एकजना मात्रै कसैको सदस्यको चाहिँ शहादत भयो भने त्यो परिवारलाई कस्तो घाटा हुन्छ होला अथवा कस्तो गाह्रो हुन्छ होला, कल्पना पनि गर्न सकिँदैन। माओवादी आएसँगै, माओवादी सत्तामा सरकारमा आएसँगै पहिचान सहितको सङ्घीयता भनेर जसरी माओवादीले चाहिँ एउटा कुरा कल्पना गरेको थियो, नेपालमा रहेका सम्पूर्ण जात जाति भाषा भाषीलाई चाहिँ पहिचानको आधारमा, पहिचानका पनि 5 आधार थिए। पहिचानको 5 आधारहरू भन्दाखेरि चाहिँ जस्तो त्यहाँ थात थलोको आधारले, बसोबासको आधारले, सभ्यताको आधारले, त्यहाँ बस्ने मान्छेहरूको भाषा भाषी जात जातिको आधारले चाहिँ राज्य पुनर्संरचना गर्ने भनिएको थियो। राज्य पुनर्संरचना गरियो पनि, तर गर्नुपर्ने मात्रामा हात्तीको यो देखाउने दाँत जस्तो मात्रै भएको छ, चपाउने दाँत अर्कै भए जस्तो। जुन हिसाबले माओवादी र 7 दलहरू मिलेर एउटा चाहिँ गोलमेज सम्मेलनले जुन हिसाबले राज्य पुनर्संरचना गर्ने भनिएको थियो त्यो हिसाबले गरिएन। त्यस्तै गरेर पूर्वमा, अहिले सुदूरपूर्वमा चलिरहेको यो पहिचानको आन्दोलनमा यहाँहरूले बुझ्नुहुन्छ, खास गरेर भन्ने भने पहिला लिम्बुवान र खम्बुवान भनेर चाहिँ सङ्घर्ष गरिरहेको थियो। अरुण पूर्व 9 जिल्ला र अरुण पश्चिमको 5 जिल्ला खोटाङ, भोजपुर, सङ्खुवासभा, उदयपुर, यी जिल्लाहरू चाहिँ खम्बुवानमा थिए पहिला। तर नेपाल सरकारले चाहिँ एउटा दिएको जस्तो गर्ने, दिन्छु पनि भन्ने, फेरि नदिएको जस्तो पनि गर्ने भन्ने एउटा नेवारी उखान छ। त्यसरी गरेर 14 जिल्लालाई चाहिँ प्रदेश नम्बर 1 भनेर राखिदियो। त्यसो गर्दाखेरि चाहिँ कति मान्छेहरूले अब किराँत प्रदेश भन्ने, सभ्यताका आधारले यो हो त्यो भन्ने होइन। जनसङ्ख्याका आधारले हेर्ने भने यहाँलाई स्पष्ट थाहा हुनुपर्छ, लिम्बूहरू 4 लाख एराउन्ड प्लस माइनस र राईहरू अब 8 लाख प्लस माइनस छन्। जनसङ्ख्याका आधारले दोब्बर नै हुनुहुन्छ उहाँहरू। त्यसले गर्दाखेरि भोलि मानिलिउँ अहिले किराँत प्रदेश नै मानियो, तर धेरै मान्छेको यो अपभ्रंशक हो। फेरि म यो चाहिँ क्लियर भन्न चाहन्छु, धेरै मान्छेले किराँत प्रदेश मानेको भएदेखि चाहिँ लिम्बूहरूले गर्दाखेरि चाहिँ किराँत प्रदेश पनि भएन। किराँत प्रदेश पनि सभ्यता र पहिचानको आधारले ठिक थियो भन्ने कुराहरू पनि गरे। हामी किराँती नै भए तापनि होइन, अथवा नभए तापनि यो अलिकति खोजीको विषय रहन्छ। 46 साल पछाडि चाहिँ खासमा राज्यसँग जनजाति महासङ्घ किराँत भनेर चाहिँ किराँत जन्य एउटा चाहिँ जात जाति भनेर राई, लिम्बू, सुनवार, याखा, जिरेल, सुरेल, हायु भनेर चाहिँ यी जातिहरूलाई चाहिँ किराँती भनेर भनियो। 46 साल पछाडि एक
ग्रुप भएर अथवा एकरूपता भएर चाहिँ आन्दोलन गर्यो, आफ्नो अधिकारको लागि लड्यो भने पाइन्छ भन्ने हिसाबले हो। तर अहिले लिम्बूहरूले हामी किराँती होइनौँ भन्ने कुराहरूमा पनि एक लेभलको हाम्रो विद्वानहरूले जिकिर गरिराख्नु भएको छ। त्यो पनि अलिकति अनुसन्धानको विषय हो र अलिकति पछि त्यसमा पनि हामी पछि व्याख्या विश्लेषण गरौँला केही समय पछाडि। यो टपिकसँग पनि म आउनेछु। तर अहिलेको लागि मैले यहाँहरूलाई बुझाउनु खोजेको के हो भने यदि किराँतै प्रदेश भयो भने पनि अघि मैले भने जस्तो त्यत्रो ठुलो एउटा लिम्बुवानको पृष्ठभूमि छ। तपाईँको चाहिँ अब पृथ्वीनारायण शाहले पश्चिमदेखि गोर्खा राज्यदेखि विस्तार गर्दै आएर पूर्वमा पटक पटक कोसिस गर्दाखेरि पनि नहारेको इतिहास, नहारेको माटो, नहारेको भूमि अरुण पूर्व 9 जिल्लाको इतिहास छ। थुमको इतिहास छ, 13 थुमको इतिहास छ, 17 थुमको इतिहास छ। यिनीहरू यस्ता प्रशस्तै दस्तावेज हुँदै गर्दाखेरि पनि लिम्बुवान नामेट गर्न चाहने एक थरी मान्छेहरू चाहिँ लिम्बुवान हुनु हुँदैन, किराँत भयो भने सबै कुरा समेट्छ भन्ने खालको जिकिर पनि गर्छन्। तर त्यस्तो होइन। यदि त्यो प्रदेश किराँतै भयो भने पनि 8औं प्रदेश लिम्बुवान हुने कुरामा किराँत याक्थुङ चुम्लुङ लगायत लिम्बुवानको इतिहासले चाहिँ त्यो भन्छ। त्यसले गर्दाखेरि अहिले यसरी हामी अपभ्रंशक नहौँ। अहिले भने जस्तो प्रदेश नम्बर 1 सङ्घर्ष समितिले भने जस्तो किराँत लिम्बुवान भए नै अहिलेको लागि ठिकै छ। तपाईँलाई थाहा छ तेलङ्गानाबाट हिजो अस्ति भर्खरै तेलुगुबाट तेलङ्गाना भन्ने एउटा प्रदेश छुट्यो होइन। इतिहास, पृष्ठभूमि, थातथलो, बसोबास भन्ने कुराहरू चाहिँ मान्छेको सबैभन्दा महत्त्वपूर्ण हुँदछ। अहिले भनेको एकदमै यो पहिचानको युग हो। पहिचानको युगमा मान्छेको अस्तित्व, मान्छेको मात्रै होइन हरेक चराचुरुङ्गी जनावरको अस्तित्व र पहिचान खोजिरहेको छ। मान्छेहरूले माइग्रेट भएर अस्ट्रेलियादेखि चराहरू चाहिँ नेपालसम्म आएर बसेको छ भन्ने कुराहरू छ होइन। के कारणले हो, किन हो भन्ने कुरा त्यो पनि अलिकति अनुसन्धान र खोजी नै रहन्छ। त्यसले गर्दाखेरि हामी यति पनि नबुझे जस्तो अथवा यति पनि अब अपभ्रंशक नहुनु पर्ने जस्तो लाग्छ मलाई। खास गरेर यो देश विदेश घुमेका, संसार घुमेका र आजभोलि पढे लेखेका भनौँ त युवाहरूले यी र यस्ता कुराहरू आफ्नो मात्रै होइन, फेरि सबैको, सम्पूर्ण मानव जातिको, मैले अघि भने प्राणी जातिको, चराचुरुङ्गीको पनि अस्तित्व र पहिचान भन्दा ठुलो कुरा केही पनि होइन। पहिला अब अहिलेको यो पहिचानको यत्रो ठुलो युगमा अस्तित्व र पहिचानलाई चाहिँ स्थापित गर्ने अथवा पढ्ने, अध्ययन गर्ने, खोजी गर्ने, अनुसन्धान गर्ने कुरामा चाहिँ लागौँ भनेर सम्पूर्ण युवाहरूलाई म अनुरोध पनि गर्दछु। हामीले पटक पटक रिपोर्टिङ गरिरहेको छौँ। हुन त यो सनसनीपूर्ण समाचार नै बनिरहेको छ अहिले। स्वर्गीय सुभाष नेम्बाङको ठाउँमा इलाम क्षेत्र नम्बर 2 मा हुन गइरहेको यो उपनिर्वाचनको विषयमा ठुलो हल्ला नै मचिरहेको छ। संसारभरिको मिडियाहरूले रिपोर्टिङ गरिरहेका छौँ, हामी पनि पटक पटक नै गरिरहेका छौँ। यहाँलाई थाहा छ यहाँको स्थानीय निकायमा, स्थानीय इलाममा चाहिँ खास भनेर के छ भने इलामको 8 अ भन्छ। इलामको 8 अलाई बुझेको मान्छेहरूलाई अदुवा, अलैँची, अम्लिसो लगायतका 8वटा अलाई चाहिँ प्रमोसन र प्रवर्धन गर्यो भने इलाम चाहिँ आर्थिक रूपमा, सबै रूपमा, सामाजिक रूपमा, नैतिक रूपमा चाहिँ माथि उठ्न सक्छ भन्ने खालको एउटा आकलन छ र भनाइ पनि छ। संसारमै दुनियाँलाई थाहा छ इलामको 8वटा अलाई चाहिँ प्रमोसन गर्नुपर्छ भनेर। सो यहाँहरूले अब त्यो कुरालाई बुझ्ने मान्छे, एउटा अर्ग्यानिक मान्छेहरूलाई, हुन त सुभाष नेम्बाङज्यूका छोरा सुवाङ नेम्बाङ पनि मैदानमा छन्। उहाँ अब काठमाडौँ हुर्किनु भयो होला, उहाँलाई कतिको नलेज छ त्यहाँको विषयमा तपाईँले यो पनि विचार गर्नु र बुझ्नु होला। त्यस्तै गरेर मिलन योगाङ लिम्बू पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उहाँ पनि उठेका छन्, उहाँलाई पनि हेर्नु होला उहाँको के छ। त्यस्तै गरेर डम्बर खड्का उठ्नु भएको छ काङ्ग्रेसबाट होइन। तर त्यस्तै गरेर अर्को एकजना पहिचानवादी उम्मेद्वार प्रदेश नम्बर 1 सङ्घर्ष समितिको तर्फबाट पहिचानवादी उम्मेद्वार डकेन्द्र सिंह थेगिम पनि उठ्नु भएको छ। उहाँकै सुपुत्र सुपुत्री सुनिता थेगिम र एकदेव लिम्बूहरू पनि ठाउँ ठाउँमा युवा ढुकढुकी हुनुहुन्छ, उहाँहरू युवा गायकहरू हुनुहुन्छ, उहाँहरू पनि एउटा भोट माग्दै आफ्नो बाबाको लागि हिँडिराख्नु भएको छ होइन। अहिले यो पहिचानको युगमा अब हाम्रो हर्क साम्पाङज्यूहरू, डाक्टर मित्र परियारज्यूहरू, स्वागत नेपालज्यूहरू लगायतका, बाबुराम भट्टराई लगायतका अब विश्वकै टप 10 वैज्ञानिकहरू अथवा डाक्टर इन्जिनियरहरूले समेत समर्थन गरेको एकजना माटोको सुगन्धमा हुर्केका, त्यही ठाउँमा चाहिँ पढाएर होइन, त्यही ठाउँमा चाहिँ समाजसेवा गरेर हुर्केका एउटा डकेन्द्र सिंह थेगिम छ, उहाँलाई समर्थन गर्न जानुभएको छ। त्यस्तै गरेर अब रासोपाको लागि रवि लामिछाने पनि जानुभएको छ होइन। त्यस्तै गरेर अब केपी ओलीहरू पनि जानुभएको छ हाम्रो सुवाङ नेम्बाङको लागि। जेसुकै भए पनि हामीले मिडियाको तर्फबाट चाहिँ निष्पक्ष यहाँलाई भन्ने कुरा के हो भने तपाईँहरूको माटोको सुगन्ध बुझेको र अघि भने जस्तो 8वटा अको चाहिँ अलाई चाहिँ प्रमोसन र प्रवर्धन गर्नु सक्ने एउटा चुस्त दुरुस्त राम्रो युवालाई चाहिँ तपाईँहरूले, राम्रो व्यक्तिलाई चाहिँ यहाँले भोट गरेर अत्याधिक बहुमतले विजय गराएर संसदमा पुर्याउनु होला, संसद भवन छिराउनु होला। संसद भवन छिरेर उहाँले चाहिँ तपाईँको ठाउँको लागि, तपाईँको बाटो, तपाईँको घाटो, तपाईँको चाहिँ व्यापार बिजनेस लगायत सम्पूर्ण आर्थिक राजनीतिक सामाजिक तवरले तपाईँको क्षेत्रलाई माथि उठाउनको लागि चाहिँ
एउटा सक्षम व्यक्तिलाई संसद भवन छिराउनु होला भनेर इलामी जनता चाहिँ एउटा चाहिँ शिक्षित नेपालमा चाहिँ शिक्षित जिल्ला भनेर इलामलाई चिनिन्छ। इलामी जनता चाहिँ एउटा चाहिँ शिक्षित जनता हुन् भन्ने बुझेको छ। संसारले तपाईँलाई हेरिरहेको छ र तपाईँहरूले आफ्नोपन बुझेको नेतालाई अत्याधिक बहुमतले विजय गराउनु होला। नमस्ते, म ठोमा लामा सिने खबरमा उपस्थित भइसकेको छु। तपाईहरुलाई सिने खबरमा स्वागत छ। सिने खबर सदा झैं हामीले हरेक एपिसोडमा झैं हामीले चलचित्र क्षेत्रको, गीत संगीत क्षेत्रको, म्युजिक भिडियो सम्बन्धी, चलचित्र निर्माण सम्बन्धी, चलचित्र प्रदर्शन सम्बन्धी यी विविध पक्षमा समाचार सम्प्रेषण गर्ने र सामग्री प्रस्तुत गर्दै आइरहेका छौं। यस एपिसोडमा पनि हामी यी विविध पक्षमा संसारभरि भएका नेपाली चलचित्र सम्बन्धी, गीत संगीत सम्बन्धी यी विविध सामग्रीहरू तपाईहरुमा आज पस्कने जमर्को गर्दैछौं। सुरु गरौं आजको सिने खबरबाट। जो धेरै हाँस्छ उ धेरै बाँच्छ भन्ने नाराका साथ लोकप्रिय हास्य कलाकार गणेश इसाराले 2081 वैशाख 6 गते काठमाडौँ स्थित राष्ट्रिय नाचघरमा गणेश इसारा राई अल नेपाल 14औं एकल कमेडी सो कार्यक्रम गर्ने भएका छन्। कार्यक्रममा कलाकार इसारालाई लोकप्रिय गायिका कुन्ती मुक्तान, सपन श्रेष्ठ, कला इसारा राई, राजन लिम्बू, भक्त सुनुवार, मनबहादुर कुलुङ, करुणा कुलुङ, स्मिता प्रधान, समनु राई, सुमन थुलुङ आदिले साथ दिने भएका छन् भने महिला फुटबल खेलाडी प्रीति राईलाई समाजसेवी वीरमाया राई स्मृति 2081 उत्कृष्ट सम्मान प्रदान गरिनेछ। कार्यक्रमलाई एक्सन एन्टरटेनमेन्टले आयोजना गरेको संयोजक सृष्टि भुजेलले जानकारी गराउनु भयो। कलाकार इसाराले विगत 2054 सालदेखि मुटु रोगी, मृगौला रोगी, वृद्ध आश्रमदेखि विभिन्न रोगबाट पीडितहरूको लागि आर्थिक सहयोग जुटाउँदै आएका छन्। त्यसैगरी सुजाता केसी र अमृत खातीको स्वरमा लोकदोरी गीत आलु तामाले सार्वजनिक भएको छ। गायक अमृता खातीकै शब्द दीप शंकर चौलगाईको सङ्गीत रहेको गीतको भिडियोमा गायिका केसी र काजी श्रेष्ठ आदिको अभिनय देख्न सकिन्छ। दुर्गा पौडेलको छायाङ्कन, विकास ग्यावालीको सम्पादन र काजी श्रेष्ठको निर्देशन रहेको भिडियो सुशील शर्माले निर्माण गरेका हुन्। यसैगरी होलीको मौका छोपी प्रदर्शनमा आएको चलचित्र महाजात्रा शुक्रबारबाट चौथो हप्तामा प्रवेश गरेको छ। त्यसैगरी नयाँ वर्ष 2081 को अवसर पारेर 2 चलचित्र प्रदर्शनमा आएको छ। रामबाबु गुरुङ निर्देशित डिग्री माइला र फिडेल देवकोटा निर्देशित द रेड सुटकेस 30 गते शुक्रबारबाट प्रदर्शन सुरु गरेको हो। दुवै चलचित्र फरक विषयवस्तुमा निर्माण भएकाले यसका लक्षित दर्शक पनि फरक हुने निर्माण पक्षको भनाइ छ। डिग्री माइलामा दयाहाङ राई, आँचल शर्मा, प्रकाश घिमिरे आदिको अभिनय देख्न सकिन्छ भने द रेड सुटकेसमा सौगात मल्ल, विपिन कार्की, सृष्टि श्रेष्ठ, प्रवीण खतिवडा आदि रहेका छन्। 2 नेपाली चलचित्रसँग भिडाउन वितरक तथा हलवालाहरूले प्रचार गरिएको अक्षय कुमार र टाइगर श्राफको बडे मिया छोटे मिया नेपालमा प्रदर्शनमा नआउने पक्का भएपछि यसको सोझो फाइदा डिग्री माइला र
द रेड सुटकेसलाई भएको छ। नेपाली सिनेसँग भिडाउन हिन्दी सिनेमा ल्याएर नेपाली निर्मातालाई पेल्दै आएकोहरू यो पटक भने हस्केका छन्। त्यसैगरी कवि उपेन्द्र सुब्बाद्वारा निर्देशित चलचित्र मनसारा वैशाख 21बाट प्रदर्शनमा आउने भएको छ। चलचित्रमा दयाहाङ राई, निरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी आदिको अभिनय रहेको छ। मनसारामा लिम्बू समुदायको सांस्कृतिक कथा उठान गरिएको निर्देशक सुब्बाले बताउनुभयो। त्यसैगरी नयाँ वर्ष 2081 को दिन पारेर चलचित्र यो मन त मेरो नेपाली हो को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा पात्रहरूको मनोभाव दर्शाइएको छ। कलाकारहरू बुद्धि तामाङ, विल्सम विक्रम राई र विजय बराल गम्भीर भावमा चित्रित छन् भने रोशन श्रेष्ठ र आयुषा समाल अङ्गालोमा देखिएका छन्। नर प्रधानको निर्देशन रहेको चलचित्र यो मन त मेरो नेपाली हो को प्रदर्शन मिति भने टुङ्गो लागेको छैन। हामीले आज पनि नेपाली चलचित्र, गीत सङ्गीत, म्युजिक भिडियो र कला सम्बन्धी यो विविध समाचार सामग्री तपाईहरु माझ प्रस्तुत गर्यौं। आगामी एपिसोडमा पनि हामी यसरी नै ताजा ताजा सामग्रीहरू, समाचारहरू, फिल्म सम्बन्धी, म्युजिक भिडियो सम्बन्धी विविध मनोरञ्जनात्मक जानकारीहरू तपाईहरु ल्याउने बाचा सहित आजको लागि हाम्रो सहकर्मी सानु श्रेष्ठसँगै म टोमा लामा सिने खबरबाट बिदा हुन्छु। नमस्ते, keep watching JPG Online TV and Hello America Online TV. नमस्ते दर्शकबिन, म सम्राट कार्की, हेलो अमेरिका टिभी न्यूजको एडिटर र प्रेजेन्टर अनि सिनेमेटोग्राफर पनि। तपाईहरुलाई हेलो अमेरिकाको यो एपिसोडमा स्वागत छ। सम्पूर्ण नेपालीहरुलाई, देश विदेशमा छरिएर बस्नुहुने सम्पूर्ण नेपालीहरुलाई सुस्वास्थ्य तथा दीर्घायुको धेरै धेरै शुभकामना भन्दै तपाईहरुलाई नयाँ वर्षको धेरै 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 शुभकामना छ हाम्रो हेलो अमेरिकाको तर्फबाट। र तपाईहरुले हाम्रो हेलो अमेरिका टिभी न्यूज र जेपीजे इन्टरटेनमेन्टलाई सब्स्क्राइब, फलो, लाइक एन्ड शेयर गर्न चाहिँ नबिर्सिनु होला है। तपाईहरुलाई न्युयोर्क सिटीमा विभिन्न किसिमका समाचारहरू भन्ने क्रममा चाहिँ एउटा अत्यन्तै खेलाडीहरूको म समाचार लिएर आएको छु। र्यापिन मार्शल आर्ट क्लब युएसए को आयोजनामा खेलाडी एरिका गुरुङलाई नगद 7,011 र प्रमाणपत्र सहित 2024 अप्रिल 7 मा सम्मान गरिएको थियो। र यो सम्मानमा विभिन्न किसिमका खेलाडीहरू उपस्थित हुनुभएको थियो भने सुनिल लामा त्यस्तै एसियन गेम गोल्ड मेडलिस्ट हुनुहुन्छ भने त्यस्तै समर बहादुर गोले 13 एसियन च्याम्पियनशिप हुनुहुन्छ भने अतिथि हुनुहुन्थ्यो दीपक श्रेष्ठ। र त्यही अवसरमा चाहिँ उहाँहरूलाई विभिन्न किसिमका व्यक्तित्वहरूबाट नगद प्रदान पनि गरिएको थियो भने तमु परिवारको तर्फबाट $2,756, त्यस्तै तमु सोसाइटीको तर्फबाट $953, त्यस्तै सुदूरपश्चिम समाजको तर्फबाट $550 र मार्शल आर्ट एसोसिएसनको तर्फबाट $190 भने मामा भान्जा ग्रुपको तर्फबाट $1,010 र रेड पाण्डाको तर्फबाट $200 सहित उहाँलाई नगदहरू उपलब्ध भएको थियो। मुस्लिम साथीहरूले मनाउनु भएको ईद विभिन्न सहरहरूमा विशेष गरी न्युयोर्क सिटीको ज्याक्सन हाइटमा भव्य रूपले मनाइयो। 74 र रुजवेल एभिन्यूको जुन स्ट्रिट छ पटेल ब्रदर्स भएको स्ट्रिट हो, त्यो स्ट्रिटमा चाहिँ सम्पूर्ण मुस्लिम समुदायहरूले पूर्ण स्ट्रिटमा स्टलहरू राखेर विभिन्न किसिमका मेलाहरू, कन्सर्टहरू पनि आयोजना भएको थियो भने ईदको हाम्रो हेलो अमेरिका र जेपीजे इन्टरटेनमेन्टको तर्फबाट तपाईहरुलाई ईद मुबारक भन्दै तपाईहरुलाई बधाई तथा शुभकामना दिन चाहन्छौं। किरात याकथुम चुङलुम अमेरिकाको
10औं साधारण सभा अप्रिल 14मा र अप्रिल 14मा चाहिँ साधारण सभामा विभिन्न किसिमका प्रस्तावहरू पनि आएका छन् र जुन प्रस्तावहरूमा चाहिँ वार्षिक बजेटहरू लगायतका मेम्बरसिपका कुराहरू लगायत विभिन्न छलफल पनि हुनेछ भने त्यही अवसरमा चाहिँ सम्पूर्ण याक्थुङ चुम्लुङ परिवारको एउटा एक किसिमको मेलमिलाप चियापान पनि कार्यक्रममा रहेको छ भने अप्रिल 14 तपाईहरुलाई याक्थुङ चुम्लुङ अमेरिकाको हामी 10औं वार्षिक साधारण सभाको लाइभ पनि प्रस्तुत गर्नेछौँ भने हाम्रो हेलो अमेरिका र जेपीजे इन्टरटेनमेन्टलाई हेर्न नबिर्सिनु होला। नमस्ते म टोमा लामा फेरि पनि हेलो अमेरिकाको नियमित सेगमेन्ट स्टार अफ द डेमा तपाईलाई स्वागत छ। स्टार अफ द डेमा हामीले सदाझैं विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई स्टार अतिथिको रूपमा हामीले प्रस्तुत गर्दै आइरहेका छौं। समाजमा योगदान दिएका एउटा आफ्नो नाम कमाएका अथवा नाम त्यो कुनै उचाइसम्म पुग्नको लागि एउटा संघर्षरत व्यक्तिहरूलाई पनि हामीले स्टार अतिथिको रूपमा प्रस्तुत गर्दै आइरहेका छौं। गीत संगीत क्षेत्रको विभिन्न क्षेत्र, सामाजिक क्षेत्र, गीत संगीत, चलचित्र क्षेत्र, विज्ञान क्षेत्र, हरेक खेलकुद क्षेत्र, विविध क्षेत्रका व्यक्तित्वहरूलाई हामीले स्टार अतिथिको रूपमा प्रस्तुत गर्दै आइरहेका छौं। यसपालि पनि हामीले एउटा यस्तो एकजना स्टार अतिथिलाई तपाईहरुमाझ पस्किने जमर्को गरेका छौं। उहाँ को हुनुहुन्छ हेरौं है त। टिप्समा तपाईले अनुमान पनि गरिसक्नु भएको होला हाम्रो स्टार अतिथि को हुनुहुन्छ भनेर। उहाँ एउटा यस्तो व्यक्तित्व हुनुहुन्छ, नृत्य गर्दै नृत्य निर्देशक हुँदै चलचित्रको नायकसम्म बन्न सफल एउटा व्यक्तित्वलाई आज हामीले स्टार अतिथिको रूपमा यहाँहरुमाझ पस्किदैछौं। उहाँ को हुनुहुन्छ, उहाँको नाम के हो, हाल के गर्दै हुनुहुन्छ, उहाँको विस्तृत जानकारी, उहाँको संघर्षका कथा, सफलताका कथा उहाँकै मुखबाट सुनौं है। नमस्ते, म कलाकार रोशन श्रेष्ठ। मेरो बाल्यकालको कुरा गर्दा झापा बारदशी गाउँपालिका वडा नम्बर 4 मा जन्मेको अनि जनविकास स्कुलमा क्लास 5 सम्म अनि त्यसपछि 6 बाट फुलबारी स्कुल पढेर एसएलसी सेन्ट्रल भैलाडुवा हैन अनि एसएलसी दिएपछि हिरो बन्न 2052 सालमा काठमाडौँ इन्ट्री। बाल्यकालमा म अलिक चञ्चले अनि अलिकति क्रिएटिभ टाइपको अलिक क्लियर टाइपको थिएँ। फुटबल खेल्थेँ, स्काउटमा पार्टिसिपेट गरेँ, डान्सर, अलिक बदमासै चकचके थिएँ। त्यसरी नै बित्यो मेरो बाल्यकाल। कला क्षेत्र म एसएलसी दिइसकेपछि काठमाडौँ हिरो बन्न आएँ होइन। त्योभन्दा अगाडि मैले परमाणु प्रधान दाइको झापाबाट निर्माण भएको भिडियो चलचित्रहरूमा अभिनय गर्ने मौका पाएको थिएँ। त्यसपछि अनि सेलुलाइट खेल्ने भनेर काठमाडौँ आएर डान्स सिकेँ, एक्टिङ सिकेँ। त्यसरी नै मेरो कलाकारिता क्षेत्र स्टार्ट भयो 2052 सालबाट। नृत्य निर्देशक पनि हुँ होइन। नृत्य निर्देशक चाहिँ तपाईँको चलचित्रमा हिरो बन्न त आइयो होइन। के भयो भने अब दिलीप रायमाझी दाई, सुशील छेत्री दाई उहाँहरू हामी एउटै इन्स्टिट्युटको अनि उहाँ दिलीप दाईहरू हिरो बनेर गइसकेपछि चाहिँ इन्स्टिट्युट चलाउने इन्स्ट्रक्टर नभएपछि मैले बिहान डान्स सिकाउन थालेँ। डान्स सिकाउँदा एसिस्टेन्ट गर्दै 2057 सालमा हाम्रो सानो घरवाला चलचित्रबाट एज एन डान्स कोरियोग्राफर डेब्यू गरेँ। चलचित्र हिट पनि भएको थियो, गाना पनि हिट भएको थियो अनि लगायत तुलसी दाईको फिल्महरू गरेँ, दर्जनौँ चलचित्र गरेँ एज एन डान्स कोरियोग्राफर।
अहिले चाहिँ त्यति चलचित्र डान्स कोरियोग्राफ भन्दा पनि अहिले कलाकारितामै अलिकति राम्रोसँग टाइम दिइरहेको छ। मेरो समकालीन भन्दा पनि मभन्दा अलिकति सिनियर दाइहरू हुनुहुन्छ। दिलीप रायमाझी दाई, सुशील छेत्री, एज एन हिरोहरूमा होइन, अब हिरोइनहरूमा पनि थुप्रै हुनुहुन्थ्यो। पछि आएर ऋचा घिमिरे थुप्रै हुनुहुन्छ। अब मैले ठ्याक्कै नाम बिर्सेँ। एज एन मेरो स्टुडेन्टको रूपमा चाहिँ हाम्रो जीवन लुइटहरू, मिस्टर नेपाल, पछि मैसँग डान्स ट्रेनिङ गर्नुभएको थियो सुमन सिंहजी, थुप्रै हुनुहुन्छ। स्पेसल समकालीन साथीहरू अहिले सबैजना यो फिल्ड लगभग छोडिसक्नु भएको छ। मैले चलचित्र 2072 सालबाट किशोर सुब्बा दाइको हिरो रिटर्न्स, सौभाग्यवती, देश रक्षक, लोभी पापी, थुप्रै छन्, 12-15वटा चलचित्र गरेँ। अहिले चाहिँ म आफै आजबाट मात्रै वैशाख 1 गतेबाट हाम्रो फर्स्ट लुक सार्वजनिक हो। मैले निर्माण र मेरो अभिनय रहेको चलचित्र यो मन त मेरो नेपाली हो। यो चाहिँ मेरो आफ्नै निर्माण अनि मित्र प्रधानद्वारा निर्देशित निर्माण मित्र प्रधान र मेरो रहेको छ र म त्यसमा मुख्य पात्रको भूमिकामा छु। यो मन त मेरो नेपाली चलचित्र यही हो मैले खेलेको अभिनय गरेको चलचित्र। हाल चाहिँ म काठमाडौँमै बस्छु, घरै अहिले काठमाडौँमै छ बसाइ। अनि अब यो चलचित्र यो मन त मेरो नेपालीको अहिले पोस्टको काम भइरहेछ। चाँडै यसलाई 8-10वटा देशहरूमा चाहिँ यसको सोको लागि लगभग फाइनल कुरा भइसकेको छ। अनि अब नेपालमा पनि चाँडै रिलिज गर्ने तर्फमा छौँ। त्यसको लागि एकदमै हामी लागिरहेछौँ। र अन्त्यमा हाम्रो किशोर सुब्बा दाई मेरो फर्स्ट फिल्मको डाइरेक्टर हुनुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद। हेलो अमेरिका टेलिभिजनबाट बोल्ने मौका पाएँ। सो सबैजनाले मेरो आगामी आउँदै गरेको चलचित्रहरू हेरिदिनु होला। जय नेपाल, जय चलचित्र। उहाँ हुनुहुन्थ्यो अरू कोही नभएर निर्देशन गर्दै नायक हुन सफल उहाँको पहिलो चलचित्र कुर्पा चलचित्रबाट नायकको रूपमा डेब्यू गर्नुभएका र अरू थुप्रै चलचित्रहरूमा विभिन्न चरित्र अभिनेता लगायत नायकको भूमिका खेलिसक्नुभएका व्यक्तित्व रोशन श्रेष्ठ हुनुहुन्छ। उहाँकै मुखबाट प्रत्यक्ष हामीले उहाँको सङ्घर्षका कथा, सफलताका कथा हामी माझ उहाँले अनुभवहरू साट्नुभयो। उहाँको अनुभव र सिकाइबाट हामी सबैले केही कुराहरू प्रेरणा लिन सक्छौँ। यसरी नै हामी आगामी एपिसोडमा पनि स्टार अफ द डे सेगमेन्टमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई तपाईहरू माझ ल्याउने बाचा सहित, प्रस्तुत गर्ने बाचा सहित आजको लागि स्टार अफ द डे सेगमेन्टबाट बिदा लिनुभन्दा अगाडि तपाईहरू सबैलाई 2081 सालको नयाँ वर्षको उपलक्ष्यमा सुख समृद्धि छाओस् भन्ने शुभकामना सहित मोटोमा लामा बिदा हुन्छु। नमस्ते। हस्त दर्शकवृन्दहरू, यो कार्यक्रम हेलो अमेरिकाको यो श्रृङ्खलाको पनि यहीँ बिट मार्ने बेला भइसकेको छ। यहाँहरूले हामीलाई सधैँ नै एकदमै मायाले साथ दिइराख्नु भएको छ। हाम्रो कार्यक्रम सुरुदेखि अन्त्यसम्म हेरिदिनु भएको छ। हाम्रो कार्यक्रमलाई लाइक, सेयर, सब्सक्राइब, कमेन्ट्स सबै गरिदिनु भएको छ। हामी नतमस्तक छौँ, तर अझै पनि यहाँको साथ र सहयोग सपोर्ट बिना हामी केही पनि होइनौँ, कहीँ पनि पुग्दैनौँ भन्ने विश्वास पनि यहाँलाई दिलाउन चाहन्छौँ। हामीलाई आगामी दिनहरूमा पनि एज एन्ड अलवेज हामीले भने जस्तो यस कार्यक्रमलाई अझै समय छुट्याएर र सबै कुरा टेक्निकल पाटोदेखि लिएर सबै कुरालाई
राम्रो बेटर र बिगर गर्दै लाने हामी प्रयासरत छौँ। यहाँहरूको साथ सहयोग अझै पनि सधैँ रहिरहोस्, हाम्रो यहाँको आशीर्वाद हामीमाथि रहिरहोस् भन्ने कामना गर्दै आजको लागि भने क्यामेरामा सम्राट कार्की, निर्देशक किशोर सुब्बा र सहनिर्देशक टोमा लामाको साथमा म प्रस्तुता सुमन थामसँग लिम्बू पनि बिदा चाहन्छु। नमस्ते।